सागसब्जी बेच्नु हेर्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ यहाँ अघि टुङ्गाको बगमा डाँडामा आएर म चाहिँ यहाँ बसिरहेको छु भाइसँग। भाइ चाहिँ सुतेको छ है। अनि त्यहाँ हेर्नु मम्मीले त्यहाँ बेच्दै हुनुहुन्छ। सक्नुहुन्छ त सबैले धमाधम सब्जी किन्दै हुनुहुन्छ है साथीहरू। अझै मान्छेहरू चाहिँ आउँदै हुनुहुन्छ, कोही कोही चाहिँ सब्जी किनिसकेर जाँदै पनि हुनुहुन्छ। मान्छे आउनु भएको छ हेर्नु सक्नुहुन्छ साथीहरू तपाईँहरूले चाहिँ। मान्छेहरू चाहिँ टन्न आउनुभयो है। होमस्टेमा आउनु भएकोहरू पनि टुरिस्टहरूले पनि धेरै किन्नु भइसकेको छ सागसब्जीहरू जम्मा। हाम्रो मम्मीले पनि त्यहाँ बेच्दै हुनुहुन्छ। हाम्रो चाहिँ यति नै हो सागसब्जी। अनि यहाँ चाहिँ सुधारीहरू अनि हाम्रो चाहिँ यति नै छ। खोर्सानी चाहिँ सिधिसक्यो, टमाटर बाँकी छ, काँक्रा यति हो। टमाटर अब भाइ चाहिँ मजाले सुतिरहेको छ। अघि पनि सुतेको थियो अनि हामी चाहिँ पर गएर आउँदा